कृतिशेष काशी महतोको यो श्रद्धाञ्जली सभाका सभाध्यक्ष बने यो श्रद्धाञ्जली सभामा सहभागी हाम्रो पार्टी केन्द्रका सहसंयोजक पूर्व प्रधानमन्त्री सहयोगका माधव कुमार नेपाल, नेपाली कम्युनिस्ट पार्टीका सबै केन्द्रीय समितिका सहयोगका कन्भेनर, कार्यक्रममा सहभागी शोक सन्तप्त काशी महतोका परिवारका सदस्यहरू र कार्यक्रममा सहभागी सम्पूर्ण कमरेडहरू र आदरणीय जनसमुदाय, सबभन्दा पहिला म शब्दद्वारा एकचोटि फेरि कमरेड काशी महतोप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र उहाँका शोकसन्तप्त परिवारजनप्रति हार्दिक संवेदना व्यक्त गर्न चाहन्छु र तपाईहरु सबै यस क्षेत्रका जनता पनि जो कमरेड काशी महतोको अवसानका कारण शोकमै हुनुहुन्छ, तपाईहरु सबैप्रति पनि पार्टी केन्द्रको तर्फबाट मेरो तर्फबाट हार्दिक समवेदना प्रकट गर्न चाहन्छु। कमरेडहरू र जनसमुदाय धेरै कुरा काशी महतोको जीवनीका सन्दर्भमा आयो अनि असल काम गर्ने, जनताको सेवा गर्ने को मृत्युलाई कसरी अमर बनाइन्छ भन्ने कुरा कमरेड माधव नेपालले सैद्धान्तिक रूपमा पनि र वैज्ञानिक रूपमा पनि संश्लेषण गरिसक्नु भएको छ। मैले अहिले धेरै भन्नुपर्ने त छैन। कमरेड काशी महतो यहाँ आइ नै सक्यो र मैले चिनेको बुझेको काशी महतो भनेको एउटा क्रान्तिप्रति, समाज रूपान्तरणप्रति बडो इमानदारीका साथ सरल ढङ्गले निरन्तर काममा खटिराख्ने एउटा योद्धाको रूपमा म कमरेड काशी महतोलाई सम्झिन्छु। हिजो युद्धको बेलामा, जनयुद्धको बेलामा र शान्तिमा आइसकेपछि पनि उहाँले आफ्नो